हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामीले खेल्न जाँदैछौँ एउटा च्यालेन्ज है। त्यो च्यालेन्जको नाम हो गेस द वर्ड च्यालेन्ज। ओके, सो मेरो वर्ड चाहिँ हो मेरो वर्ड चाहिँ यो रक पेपर सिजर सुट। तर मैले त्यस्तो होइन। मेरो वर्ड चाहिँ 9 लेटर 9 लेटरको मेरो वर्ड चाहिँ 6। तिम्रो वर्डमा ए छ कि नै? कति नम्बरमा? 5 नम्बरमा मात्रै? एउटा मात्रै? हजुरकोमा चाहिँ ए छ कि नै? छ। कति नम्बर फर्स्टमा तिम्रोमा चाहिँ 9 वटा छ नि तिम्रो। तिम्रोमा चाहिँ टी छ कि नै? छ। कति नम्बरमा? 6 5 6मा हजुरकोमा ओ छ कि नै? छैन। तिम्रोमा चाहिँ ई छ कि नै? हजुरकोमा टी छ कि नै? छ। कति नम्बरमा? लास्टमा लास्टमा ए टी सुरुको ए लास्टको टी। अब तिम्रोमा चाहिँ आई छ कि नै? आई छ। कति नम्बरमा? एउटा सेकेन्डमा एउटा 7th हजुरकोमा आई छ कि नै? छैन। तिम्रोमा एन छ कि नै? कति नम्बरमा? लास्ट 19 हजुरकोमा सी छ कि नै? छ। कति नम्बरमा? 5th त्यो हुन्छ मैले सी। अब तिम्रोमा ओ छ कि नै? ओ छ। कति नम्बरमा? सिटी एसिटी एट बिचमा के हो? पी छ कि नै? पी पी छ। कति हो? थर्डमा। थर्ड एपिसिटी तिम्रोमा चाहिँ हुन सक्छ एटिआई। तिम्रोमा पी छ कि नै? हजुरकोमा एम छ कि नै? एन तिम्रोमा पी भनेन? बी छ कि नै? बी हजुरकोमा ई छ कि नै? छ। कतिमा? 4thमा। तिम्रो त एउटा मात्रै वर्ड रह्यो त। तिम्रो त वर्ड सानो भयो नि त, अनि तिमीले त छिटो गेस गरिहाल्छौ नि त्यसबाट। त्यो त अब त्यस्तै हो। त्यसो भए अब तिम्रो वर्डमा चाहिँ बी भने होइन मैले। बी सबै भइसकेपछि आइहाल्छ
के हुन सक्छ त है सिम्पल सिम्पल छ सिम्पल सी भनि सकेर मैले सी छ कि नै सी छैन छैन सब हजुरकोमा एस एक्सपेक्ट एक्सपेक्ट मेरो त्यो माइग्रेसन ए